नमस्कार, सीटीएस नेपाल युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज हामी तपाईहरुमाझ इन्टरनेट डाउनलोड म्यानेजरलाई कसरी डाउनलोड गर्ने, यसलाई कसरी सेटअप गराउने अनि यसलाई फुल भर्जन कसरी गराउने अनि यसबाट विभिन्न ब्राउजरहरुको प्रयोग गरेर ब्राउजरहरुबाट विभिन्न फाइल तथा भिडियोहरु कसरी डाउनलोड गर्ने भन्ने विषयमा भिडियो तयार पारेको छु। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला, ताकि हामीले राखेका कुनै पनि नयाँ भिडियोको नोटिफिकेसन हजुरको युट्युबमा जाओस्। सर्वप्रथम मैले यहाँ इन्टरनेट डाउनलोड म्यानेजरको फाइल चाहिँ डाउनलोड गरेर राखिसकेको छु। अब यो डाउनलोड गर्नको लागि यही भिडियोको डिस्क्रिप्सनमा मैले लिंक राखिदिएको छु। त्यो लिंकलाई क्लिक गरेर सजिलैसँग तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। अनि डाउनलोड भएको फाइललाई अब सुरुमा एक्सट्र्याक्ट गर्नुस्। अनि यहाँ पासवर्ड माग्यो भने सीटीएस नेपाल भनेर हान्नुस्। यसको लिंकमा गएर डाउनलोड गरेको फाइलको पासवर्ड चाहिँ यही सीटीएस नेपाल हुन्छ। अनि एक्सट्र्याक्ट गरिसकेपछि अब यहाँ हाम्रो इन्टरनेट डाउनलोड म्यानेजर देखा पर्यो। यसलाई खोलौं। यसलाई खोलिसकेपछि अब हाम्रो यहाँ माथि क्र्याक देखाएको छ, तलपट्टि आईडीएम भनेर हाम्रो सेटअप फाइल देखाएको छ। यसलाई डबल क्लिक गरौँ अनि यहाँ भनेको छ डु यु वान्ट टु अलाउ दिस एप्लिकेसन एप्स टु मेक चेन्ज टु योर डिभाइस भनेको छ। यस गर्नुस्। सेटअपको प्रोसेसमा छ। अनि यहाँ नेक्स्ट गर्नुस्। अनि यहाँ लाइसेन्स एग्रीमेन्ट गर्न भनेको छ। हाम्रो टिक लगाएर अनि नेक्स्ट गर्नुस्। अनि डेस्कटपमा यसको आइकन राख्ने हो भने यहाँ क्रिएट एन आइकन फर आईडीएम अन डेस्कटप भन्नेमा टिक लगाउनुस्, हैन भने नेक्स्ट गर्नुस्। अथवा हाम्रो यहाँ डिफल्ट डेस्टिनेसन फोल्डर भनेको छ सी ड्राइभको प्रोग्राम फाइल भित्र हाम्रो इन्टरनेट डाउनलोड म्यानेजर सेटअप छ डिफल्टमा। हामीले यसलाई डी अथवा ई ड्राइभमा अथवा अन्य कुनै लोकेसनमा हामीले सेटअप गर्ने हो भने यहाँ ब्राउज गरेर हामीले लोकेसन चुज गर्न सक्छौं। अब अहिले हामीले डिफल्टमै गरौँ, नेक्स्ट गरौँ अनि नेक्स्ट गरौँ। हाम्रो फाइल डाउनलोड हुँदैछ। अब हाम्रो फाइल डाउनलोड भएर भइसक्यो। अनि यहाँ फाइल डाउनलोड भनेको सरी फाइल सेटअप अनि फिनिश। अनि त्यसपछि फिनिश भइसकेपछि मैले यसलाई मिनिमाइज गरेँ। यहाँ हाम्रो इन्टरनेट डाउनलोड म्यानेजरको आइकन यहाँ देखा परेको छ। यसलाई हामीले खोलौँ अथवा त्यो फिनिश गर्दा आएको छ। यहाँ रजिस्ट्रेसन गर्न भनेको छ। यसलाई मैले अहिले क्लोज गरेँ। अनि यसलाई क्लोज गरिसकेपछि यहाँ एक्सटेन्सन इनेबल गर्नको लागि यहाँ तरिका बताएको छ। अहिलेलाई मैले यो पनि क्लोज गरेँ। अनि त्यसपछि अब हामीले यसलाई फुल भर्जन बनाउनको लागि मैले के गर्छु, यसभित्र यसैमा हाम्रो क्र्याक फाइल पनि रहेको छ। यो क्र्याक फाइललाई मैले यो तल्लो एप्लिकेसन लेखेको क्र्याक फाइललाई मैले कपी गर्छु। यो फाइललाई कपी गरेर इन्टरनेट डाउनलोड म्यानेजर भित्र यसको फाइल भएको ठाउँमा जान्छु, राइट क्लिक गरेर ओपन फाइल लोकेसन गरेर अनि यहाँ लगेर मैले पेस्ट गर्छु यो फाइललाई। अनि हाम्रो यो फाइललाई रिप्लेस गर्नुपर्ने हुन्छ। सुरुमा भएको ट्रायल भर्जनको फाइललाई रिप्लेस गरेर फुल भर्जनको फाइल यहाँ देखा पर्छ। यहाँ हाम्रो कपी हुन मानिरहेको छैन भनेको यसको मतलब हाम्रो आईडीएम कतै न कतै खुलेको छ। अब यसलाई हामीले यहाँबाट के गर्छौं, यहाँ यसलाई राइट क्लिक गरेर एक्जिट गर्छौं। यो गरिसकेपछि अब फेरि यहाँ पेस्ट गर्छौं अनि अथवा रिप्लेस गर्दियौं अथवा पहिलाकै ट्राई गरेको भए पनि हुन्थ्यो। अब हाम्रो फाइल कपी भइसकेको छ। यसलाई डबल गर्नु परेन, क्लोज गर्दिए। यति गरिसकेपछि
अब माथितिर हाम्रो यो रजिस्ट्रेसन इन्ट्री भनेको छ यहाँ टाइपमा यो फाइललाई हामीले डबल क्लिक गर्छौं अनि रन गर्छौं अनि यस गर्छौं अनि यस गर्छौं अनि यहाँ भनेको छ सक्सेसफुल्ली एडेड टु रजिस्ट्री भनेको छ हामीले ओके गर्छौं यति गरिसकेपछि हाम्रो आइडिएम फुल भर्जनको भएको छ अब यसलाई हामीले ओपन गर्छौं अनि यहाँ क्लोज गरे मैले यहाँ हाम्रो रजिस्ट्रेसनमा आइडिएम इज रजिस्टर भनेको छ अनि भ्यूमा हामीले क्लिक गर्छौं भ्यूमा भने चाहिँ हेल्पमा क्लिक गर्छौं र अबाउट आइडिएममा क्लिक गर्दा हामी दिस इज अ लाइफ टाइम लाइसेन्स भनेको छ यसलाई हामीले क्लोज गर्छौं तर अपडेट चाहिँ हामीले गर्दैनौं अपडेट गरिसकेपछि हाम्रो फाइल पुनः ट्रायल भर्जनको हुन्छ अब यति भइसकेपछि अब हामीले कुनै पनि ब्राउजरमा यसको एक्सटेन्सन राख्नको लागि हामीले ब्राउजर खोल्छौं यहाँ हामीले सुरुमा खोलेको भएर यो सेटअप भएको ब्राउजर भएको भएर यहाँ आदि इत्यादि काम गर्नु भनेको हो अब 3 डटमा क्लिक गर्छौं अनि हामी एक्सटेन्सनमा जान्छौं अनि एक्सटेन्सनमा गइसकेपछि म्यानेज एक्सटेन्सन भन्नेमा क्लिक गर्छौं यहाँ क्लिक गरिसकेपछि यहाँ हाम्रो देखाएको छ यहाँ अप चाहिँ आइडिएम भनेर अनि यसलाई अन गर्छौं अन गरिसकेपछि हाम्रो यहाँ एक्सटेन्सनको आइकन देखा परेको छ यहाँबाट हामीले बाहिरी राख्ने हो देखाउने हो भने यसलाई पिङ गर्न सक्छौं अथवा पिङ नगर्दा पनि भयो अब हामीले कुनै पनि भिडियो अथवा फाइलहरु हामीले इन्टरनेट डाउनलोड म्यानेजरको सहायताबाट डाउनलोड गर्न सक्छौं यसबाट डाउनलोड गर्दा फास्ट डाउनलोड हुनुको साथसाथै जुनसुकै फाइल पनि हामीले डाउनलोड गर्न मिल्छ जस्तै अब यहाँ उदाहरणको लागि मैले कुनै एउटा साइटमा गएर फाइल डाउनलोड गर्छु मगन पुरस्कार पुस्तकालयमा गएर मैले हाम्रो एउटा युनिकोड डाउनलोड गरेर देखाउँछु यहाँ गएर हाम्रो यसमा जान्छौं अनि यसमा गइसकेपछि हाम्रो यो वेबसाइटमा हाम्रो फाइल छ भनेर देखाएको छ अब हामीले कुनै पनि फाइलहरु यहाँ डाउनलोड गर्न सक्छौं सुरुचोटीमा गएर हाम्रो यस्तो आएको छ अब स्टार्ट डाउनलोड भनेको आइडिएम को थ्रु हाम्रो फाइल डाउनलोड भइसकेको छ अब यस्तै गरेर अब हामीले विभिन्न भिडियोहरु पनि डाउनलोड गर्न सक्छौं जस्तै मैले अथवा अब हामीले यस्तै गरेर जुनसुकै युट्युबमा भएका भिडियो पनि युट्युब खोलेर डाउनलोड गर्न सक्छौं मैले यहाँ कपिराइटको इस्यु हुने भएकोले युट्युबमा गएर खोलेर चाहिँ तपाईहरुलाई देखाएन तर युट्युबमा गएर हजुरहरुले माथिपट्टि डाउनलोडको अप्सन आउँछ डाउनलोड गर्न सक्नुहुन्छ भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला हस्त धन्यवाद।